आज मेरो छुट्टी थियो र मैले कति महिनाको बाद रुम यस्तै बवाल तरिका साफ गरेँ र आज म दिउँसो म कहाँ गएँ कोसित गएँ भन्ने कुरो सब बताउँछु र मलाई नेपालबाट यति मिठो कसरी चाहिँ कसले पठाइदियो होला त। सो वेलकम ब्याक टु माई मिनी भनेको सबलाई सघाउँछ आशा गर्छु साथीहरू सबैसँग सन्च्याएर हुन्छ। साथीहरू आज त मेरो छुट्टी थियो र छुट्टीमा के गरौँ कसो गरौँ भन्दाखेरि साथीहरू आज चट्ट लाएर रुम मिलाउनु पऱ्यो। अन्त रुम नमिलाएको पनि धेरै दिन भयो थियो। आउने कपडा फाल्ने यताउता हिँड्ने आउने कपडा फाल्ने यता गरी नआउने टावल सावल फाल्ने गर्न हेर्नु न साथीहरू। म त दाइको रुममा नि मिलाएँ दाइको रुम मिलाएँ मेरो रुम मिलाएँ आफ्नो रुम चट्ट मिलाएर एकदम बवाल तरिकाले अनि भ्याएपछि पनि मलाई यस्तो थके लाग्यो म त ओछ्यानै पल्टिदिएँ। ओछ्यानमा पल्टेर त भएन साथीहरू भनेर फेरि उठेँ म त्यहाँ होइन भनेर झाडु पोछा लाउनु पऱ्यो भने लागेँ। म झाडु लाएर भित्रको झाडु पनि छ अनि बाहिरको पनि चट्ट लाएर लागेँ म झाडु मार्नतिर। झाडु मारेर खालि भएन अनि पोछा मार्न पऱ्यो भनेर म पनि लागेँ फेरि पोछा मार्नतिर। साथीहरू तपाईँलाई खाली हुन्छ कि मलाई खाली हुन्छ काममा झाद्री ओल्छी लाग्छ मलाई। त्यसपछि हाम्रो हेर्नु न रुम चाहिँ बवाल तरिकाले यो मेरो रुम भयो यो दाइको रुम भयो चट्ट तरिकाले मिलायो। अनि त्यसपछि यसो फेरि छुनको लागि यसो साइकल चलाउनु पऱ्यो भनेर म एकचोटि साइकल राइड गर्न थालेँ। साइकल राइड गरेर चाहिँ अनि यहाँ साइडमा जाबुन छ भनेर भन्यो बाबुले। अनि चम्न जाम्न त भनेर गएको जाबुन त होछ अनि एकदम के एउटा गेडो के जता कता हेरेको एउटा गेडो रहेछ। अनि मलाई मजा आएन। अनि अलिअलि खाइयो अलिअलि टिप्यो अनि त्यसपछि धेरै त टिप्न सकेन। अलिकति यति खालि टिपेको अनि अलिकति बाहिर थिएँ अलिकति मैले अनि चक्क ल्याएर अनि कपडा सपडा टक्क लाएर कपडा सपडा धुवाएँ अनि नुहाइ गरेँ दाह्री कपाल मिलाउँथ्यो अलिअलि मिलाएँ चट्ट लाएर अनि एकछिन सुतेर अनि उठेर अनि भोक लाग्यो मलाई त। अनि भोक लागेपछि लो के खाने भयो नेपालबाट ल्याएको चाउचाउ रहेको रहेछ अनि चाउचाउ ट्याक्क खान पऱ्यो भनेर म लाथेँ। म चाउचाउ बनाउनुतिर एक्का साथी बाहिरबाट हेर्नु म रेडी भइरहेको थिएँ। बाहिर त को आयो दाइ नेपालबाट टक्लकै आउनु भएछ कि। अनि दुई भाइ मिलेर टट्ट लाएर हामी नास्ता खान पऱ्यो भनेर लाग्यौँ। हामी नास्ता खानको लागि अनि दाइले त नेपालबाट के कसरी ल्याएर आउनुभयो भन्ने कुरो सबै बताउँछु। अनि हेर्नु न दाइले त उत्कै टाढा हेर्नु आफै बोकेर आउनुभएछ घरको खेती हो भनेर आफै बोकेर आउनुभएछ। अनि मेरो ठुलो भाउजूले चाहिँ मलाई चाहिँ चाउचाउ आँप अनि त्यसपछि आँपको चोटी पनि हालिदिनु साथीहरू कस्तो छ मिठो छ कस्तो छ भन्ने कुरो म अर्को भिडियो बताउँछु साथीहरूलाई सबैलाई है त।